नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई मनको कुरामा मेरो च्यानलमा। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ? के छ हजुरहरूको खबर? अनि मेरो चाहिँ एकदमै ठिक छ। अनि मेरो चाहिँ लामो समय भयो हजुरहरूसँग कुराकानी गफगाफ नभएको होइन। मैले भिडियो नहालेको पनि धेरै नै भइसकेको छ। अनि आज चाहिँ म हजुरहरूलाई केही मेरो कुराहरू सेयर गरौँ होइन, अनि हजुरहरूलाई पनि केही साथ सपोर्ट दिउँ मेरो भोगाइहरूबाट भनेर अनि आज पनि हजुरहरू सामु आइसकेको छु। अनि आज चाहिँ अब मैले त हजुरहरूलाई थाहा छँदैछ, मैले एन्जाइटीको विषयमा भिडियोहरू बनाउने गर्छु र हजुरहरूले एकदमै धेरै मलाई साथ सपोर्ट र माया पनि दिनुभएको छ र यसरी नै साथ सपोर्ट माया पाइरहँ हजुरहरूबाट भन्ने आशा गरेको छु होइन। अनि आज चाहिँ म चाहिँ कुन विषयमा भन्न गइरहेको छु त भन्दाखेरि चाहिँ आज चाहिँ म चाहिँ अब यो हामीलाई अब यो मैले एन्जाइटी मलाई पनि एन्जाइटी भएको हो नि त। अनि त्यही भएर हजुरहरूसँग हरेक कुराहरू मैले सेयर गरिरहेको छु। यसरी मलाई सुरु भयो, यसरी मैले ह्यान्डल गरेँ यो कुरालाई, यसरी मैले समाधान गरेँ, यो तरिकाले म अगाडि बढिरहेको छु भनेर मैले हजुरहरूसँग धेरै सबै कुराहरू त मैले हजुरहरूसँग सेयर गरिसकेको छु होइन। मेरो तलको पुरानो भ्युवर्सहरूलाई पनि सबै थाहा छँदैछ मैले के गरिरहेको छु, कसरी गरिरहेको छु भन्ने कुरा त हजुरहरूलाई थाहा छँदैछ होइन। मैले केही बताइराख्नुपर्छ भनिराख्नुपर्छ जस्तो पनि मन लाग्दैन। अनि अब आज चाहिँ मैले चाहिँ के विषयमा भन्दैछु त, आज चाहिँ मैले के विषयमा कुरा गर्दैछु त भनेर भन्दाखेरि अनि म चाहिँ अनि आज पनि हजुरहरूलाई चाहिँ यो एन्जाइटी सम्बन्धी नै होइन कति कुराहरू हामीले सोच्न नजानेको कारणले गर्दाखेरि हामीलाई गाह्रो भइरहेको हुन्छ भन्ने विषयकै कुराहरू गर्दैछु आज पनि होइन। अनि अब यो एन्जाइटी भन्ने समस्याले त हामीलाई यति धेरै दुःख दिएको छ, यति धेरै पीडित बनाएको छ कि होइन। जति नै पोजिटिभ सोच्छु, जति नै राम्रो सोच्छु भन्दाखेरि पनि त्यो पोजिटिभ सोच्न र राम्रो सोच्न सकिँदैन होइन। अनि अब यो समस्याले गर्दा धेरैजना दाजुभाइ दिदीबहिनीहरू देशमा विदेशमा हरेक ठाउँमा यो विश्वमा यो समस्या धेरै बढिरहेको छ र यो कुराहरूलाई हामीले एकदमै धेरै मनन गरेर अनि एकदम सबैको सामु फैलाएर चाहिँ होइन सबैसँग यो कुराहरू पुगेर अनि हामीले यसलाई चाहिँ एकदमै धेरै मनन गर्न जरुरी छ, किनकि यो समस्याहरू एकदमै धेरै बढिरहेको छ। अनि मलाई चाहिँ के लाग्छ भने मैले यो समस्या भोगेँ, मैले यो समस्याबाट होइन मैले यो समस्या भोग्नु भनेको पनि एउटा ठुलो एउटा के भन्नु, यो समस्या भोगेर अनि यो समस्या आफूलाई आइपरिसकेर अनि आफूले पनि केही हदसम्म समस्याको समाधान गरिसकेर अनि अरूलाई सपोर्ट गर्नु भनेको चाहिँ धेरै नै राम्रो कुरा हो। किनकि जो मान्छेले भोगेको हुन्छ उसले मात्र बुझ्छ होइन। तपाईँको कुरा तपाईँलाई जसलाई परिरहेको छ त्यो कुरा सेयर गर्नुभयो भने, जस्तै मसँग गर्नुभयो भने मैले जति अर्को मान्छेले बुझ्दैन कि, जुन समस्या जसलाई परेको छ उसले नै बुझ्ने हो क्या। आफ्नो समस्या जस्तो अर्कोलाई जसलाई परेको छ त्यसैले बुझ्ने हो र एकअर्कामा साथ सपोर्ट भएर सेयर गरेर अगाडि बढ्यौँ भने चाहिँ हाम्रो एकदमै राम्रो हुन्छ। र यो कारणले गर्दाखेरि पनि मैले भिडियो बनाउने गर्छु होइन। अनि हजुरहरूले यो भिडियोहरू सेयर गरिदिनु भयो भने पनि धेरैजनालाई हेल्प हुन्छ है यस्तो कुराहरूले गर्दाखेरि। अनि त्यही भएर चाहिँ मैले भिडियो बनाएर हाल्ने गरेको छु। अनि आज चाहिँ म चाहिँ होइन अब हामी यो एन्जाइटी भन्ने बित्तिकै एकदमै धेरै मन डराउने, मन आत्तिने, एकदमै असहज हुने समस्या हो नि त होइन। यति धेरै असहज हुन्छ कि त्यो त अब कुनै शब्दमा भन्दाखेरि पनि कमै हुन्छ होला होइन। त्यति धेरै असहज हुन्छ हाम्रो मन आत्तेर डराएर चिन्ताले हामीलाई यति धेरै खान्छ कि हामीलाई त्यो चिन्ताले न हामीलाई सास फेर्न सजिलो हुन्छ, न हामी खाएको खानेकुराको स्वाद लिन सक्छौँ, न हामी सुत्दाखेरि कस्तो सुत्ताइको आनन्द हामी नलिन सक्छौँ। हामी यति बेचैनी भएर जिराखेको हुन्छौँ कि त्यो कुनै शब्द छैन भन्ने होइन। अब भोग्ने मान्छेलाई नै थाहा हुन्छ, भन्दिनेलाई त भन्दा भइहाल्यो होइन। अनि के विषयमा अलिकति भन्न खोजिरहेको छु भन्दाखेरि मनको डर चाहिँ कसरी अलिकति कम गर्न सकिन्छ त हामीले होइन। हामीलाई अब यो समस्या त भयो, तर कस्तो तरिकाले हामीले सोच्ने र यो डरलाई चाहिँ हामीले कसरी कम गर्ने भन्ने कुराहरू हुन्छ। र यो समस्याले गर्दा धेरै मानिसहरू ग्रसित हुनुहुन्छ, यो समस्यामा एकदमै धेरै पीडामा हुनुहुन्छ। देश तथा विदेशमा रहनुभएको धेरैजना नै यो समस्याले पीडित हुनुहुन्छ र धेरैजनाले मलाई के अरे यो कमेन्टहरू पनि गर्नुभएको हुन्छ होइन। अनि पर्सनल म्यासेजहरू पनि गर्नुभएको हुन्छ। अनि मैले चाहिँ भिडियो मार्फतै कति कुराहरू आफूले भोगेको सिकेको कुराहरू भन्ने गरेको छु होइन। अनि अब केही हुन्छ कि भन्ने डरले चाहिँ हामीलाई एकदमै धेरै असहज बनाउँछ होइन। तर अब केही हुन्छ कि भन्ने तरिकाले हामीले सही तरिकाले त्यो कुरालाई सोच्दाखेरि चाहिँ फेरि हामीलाई केही हुन्छ कि भन्ने तरिका सही भयो भने चाहिँ फेरि यसले नै हामीलाई प्रगति गराउँछ, उन्नति गराउँछ, राम्रो बाटोमा लान्छ। तर त्यही कुरा चाहिँ गलत ढङ्गबाट हामीले सोच्न थाल्यौँ, गलत तरिकाले हामीले त्यसलाई लिन थाल्यौँ भने त्यही कुराले हामीलाई एकदमै धेरै गाह्रो बनाउँछ कि, बुझ्नुभयो नि।
अनि हामीले आफ्नो समस्या जस्तै एन्जाइटी छ मलाई, यो समस्या मलाई एन्जाइटी रहेछ, मैले यो तरिकाले समाधान गर्नुपर्ने रहेछ, मैले यो तरिकाले सोच्नुपर्ने रहेछ र मैले यो तरिकाले चाहिँ अगाडि बढ्नुपर्ने रहेछ भन्ने कुरा जब हामीले थाहा पाउँछौँ, जब हामीले यो कुरालाई राम्रो सही तरिकाले मूल्याङ्कन गर्न सक्छौँ होइन, अनि त्यो भइसकेपछि जब हामीले यो कुरालाई सही तरिकाले मूल्याङ्कन गर्न सक्ने हुन्छौँ र हामीले सोचलाई पनि आफ्नो सोचलाई पनि सही तरिकाले, जस्तै हामीमा अब नेगेटिभ थिङ्किङहरू आउँछ, नेगेटिभ विचार आउँछ होइन, अब म मर्छु होला, म एन्जाइटीले त हामीलाई त्यही बनाइदिने हो कि म 1 मिनटभित्रमा मर्छु होला भन्ने नै बनाइदिने हो एन्जाइटीले होइन। तर आफ्नो मनले आफूलाई के भन्ने, मलाई एन्जाइटी छ, यो कारणले गर्दाखेरि मलाई यस्तो विचार आइरहेको छ, तर यो सत्य होइन। तपाईँले आज पनि होइन भन्नु, भोलि पनि होइन भन्नु, पर्सि पनि होइन भन्नु, म मान्दिनँ भन्नु, अनि आफै मिल्दै जान्छ क्या हरेक कुराहरू होइन। हामीलाई त यो गलत कुरालाई चाहिँ सही ठान्ने एउटा प्याटर्न बनिसकेको हुन्छ क्या दिमागमा। अनि नराम्रो नेगेटिभ एकदमै नचाहिने वाहियात कुरामा चिन्ता लाग्ने, एकदमै डर लाग्ने, मन आत्तिने, त्यस्तो भएको हुन्छ क्या। अनि यसलाई चाहिँ हामीले प्र्याक्टिस गर्दै जानुपर्छ क्या। अनि हामीले केही हदसम्मलाई कम गर्न सक्छौँ होइन। मैले चाहिँ त्यसरी नै प्रयास गरेको। अनि धेरै कुराहरू सोच्दा अब दिमागै हलचल भइसकेको हुन्छ नि त। अनि पुरै क्या, अनि कता झुम्म के हो यो दुनियाँ, यो संसार, अब त म बौलाउँछु भन्ने लाग्छ है। हेर्नु है साथीहरू, यो मलाई पनि लागेको लागेको थियो नि, अब म बौलाउँछु भन्ने फिक्स नै हुन्छ क्या। आफ्नो यो प्याटर्नै बनिसकेको हुन्छ कि त फिक्स बौलाउँछस्, अब तेरो चाहिँ अब यो अन्तिम चाहिँ बौलाएर त बाटोमा हिँड्ने हो भनेर त्यो एउटा बनाइदिन्छ क्या हाम्रो दिमागले। तर बौलाउँछु कि भनेर डराउने मान्छे चाहिँ जिन्दगीमा बौलाउँदैन रहेछ भन्ने कुरा चाहिँ मैले भोगेँ क्या। मैले बुझेँ, यो म बौलाउँछु कि भन्ने कुराले म यति धेरै पीडामा बाँचेँ, यति धेरै मैले 2-3 वर्षै पीडामा बाँचेँ होला यो बौलाउँछु कि भन्ने पीडामा। तर खै त म बौलाइनँ त, म बौलाएँ त। अनि अहिलेसम्म म त्यति धेरै चिन्ता गरेर बसेको मान्छे, त्यो बेलामा बौलाउँछु कि भन्ने कुराले म यति धेरै चिन्ता गरेर बसेको मान्छे, अहिलेसम्म त म बौलाइसक्नु पर्ने नि त मेरो चिन्ताको आधारले हो भने त। तर त्यसको पनि आधार रहेछ कि मलाई एन्जाइटी भएको छ, मलाई मन आत्तिने समस्या भएको छ, मलाई गलत विचार मनमा आउने समस्या भएको छ। अनि मेरो बौलाउने समस्या होइन त म कसरी बौलाउँछु त होइन। अनि म आफै जान्ने हुन्छु कि हरेक कुरामा मलाई यस्तो हुन्छ। अब डक्टरले भन्दा नि नपत्याउने, अर्कोले भन्दा नपत्याउने, कसैले भन्दा सबैले राम्रो देखिसक्यो, आफूले पो भनेको छ कि म बौलाउँछु, अब म बौलाउँछु। यो चाहिँ हामीले एकदमै बुझ्न जरुरी छ कि हामीलाई लागेको कुराहरू, हामीलाई सही जस्तो लागेको कुराहरू चाहिँ गलत हो है। हाम्रो दिमागले सही हो है भनेर पठाएको कुरा पनि गलत हो, किनकि त्यहाँ गलत कुराको प्याटर्न बनिसकेको हुन्छ र हामीलाई गलत सूचना चाहिँ एकदमै दिन्छ हाम्रो दिमागले। र यसलाई चाहिँ हामीले बुझ्नुपर्छ है, बुझ्न जरुरी छ है भन्ने कुराको अवेरनेस हुन चाहिँ एकदमै जरुरी छ साथीहरू, एकदमै धेरै जरुरी रहेछ। मैले आफूले भोगेको कुराहरू हजुरहरूलाई सेयर गर्दैछु ताकि हजुरहरूलाई सपोर्ट होस्, सहज होस् भनेर है साथीहरू। अनि हामी बौलाउँछु कि अनि मेरो मानसिक सन्तुलन गुमेर म बाटोमा हिँड्छु कि भन्ने कुराले हामीलाई यति धेरै सताउँछ कि त्यो कुराको कुनै त्यो के भन्ने कि त्यो चिन्ता त हामीले अब अरूलाई भनौँ भने हाँस्छन्। हेर्नु है, अरूलाई भनौँ भने हाँस्छन्, तर हाम्रो पीडामा त्यो जति ठुलो त हामीलाई केही पनि लाग्दैन होइन। तर जो मान्छे चाहिँ मानसिक सन्तुलनै गुमाएर बाटो हिँड्छ, उसलाई त चिन्ता भनेको के हो मतलब हुँदैन क्या। त्यो बौलाउने मान्छेलाई चिन्तै कहिले पनि लाग्दैन। त्यो टाइपको उसको समस्या होइन कि हामी चाहिँ बौलाउँछु कि भनेर डराउने, हाम्रो चिन्ता गर्ने एन्जाइटी भनेको के हो त, गलत चिन्ता। एन्जाइटी डिसअर्डर भनेको के हो, गलत तरिकाको चिन्ता। अब यो नहुनु भने त हामीलाई एन्जाइटी नै हुन्थेन नि होइन। हामीलाई गलत चिन्ता जब सुरु भयो, हामीले गलत कुरालाई चिन्ता गर्न थाल्यौँ, यो गलत 100% गलत हो नि त। यो म बौलाउँछु कि भन्ने कुराको चिन्ता गर्नु भनेको त यो त लास्टमा गल्ती नै हो। यो गलत सोचिस् भनेर प्रुफ निस्किन्छ नि त। जब कि मैले यी प्रुफ अहिले मसँग छ क्या, यसको प्रुफ चाहिँ म 3 वर्ष 4 वर्षसम्म बौलाउँछु कि भनेर चिन्ता गरेर हिँडेको मान्छे खै अहिले म सकुशल राम्रो भएर राम्रो तरिकाले जीवन चलाइरहेको छु त। हिजै म बौलाएर हिँड्नु पर्थ्यो त, मेरो सोचाइ अनुसार त म त्यति समयसम्म चिन्ता गरेर हिँडेको थिएँ होइन। र यो हामीले सोच्न जान्नुपर्छ भन्ने कुरामा पनि म के भन्छु भने होइन, हामीले राम्रै तरिकाले सोचिरहेको थियौँ, राम्रै तरिकाले जीवन अगाडि बढाइरहेका थियौँ र यो हामीले धेरै कुराहरूको चिन्ता तनाव डर अब जिन्दगी हर कुराले गर्दाखेरि हामीलाई यो समस्या भएको कारणले हामीले त्यो चिन्ता गर्न बाध्य भएको हो क्या। हामीले चिन्ता गरेको होइन, नसोच नगर भनेर अर्काले भन्छ नि,
हामीले सोचेको होइन, हामीले गलत सोचेको होइन, तर हामी गलत सोच्न चाहिँ बाध्य चाहिँ भएको हो क्या। समस्या भएको कारणले गर्दाखेरि बाध्य भएको हो। यो कुरा कसैले पनि बुझ्दैन र आफूले बुझेर यसमा एकदमै अवेरनेस भएर चाहिँ अगाडि बढ्न जरुरी छ। हरेक कुराबाट हामीले राम्रो तरिकाले सोच्न थाल्यौँ र राम्रो तरिकाले अगाडि बढ्न थाल्यौँ भनेदेखि चाहिँ एकदमै हामीलाई कम हुँदै 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 जान्छ होइन। सोच्न जान्ने बित्तिकै हरेक कुरालाई बुझ्न सक्ने क्षमता, सोच्न सक्ने क्षमता, हरेक कुराहरू बढाउने बित्तिकै त्यो हरेक कुराहरू आफै मिल्दै 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 जान्छ। त्यसको लागि समय लाग्छ, टाइम लाग्छ होइन। कसरी अगाडि बढ्ने, के गर्ने, हरेक कुराहरू छ, हरेक भिडियोहरू छ। हरेक बासु आचार्य सरको भिडियोबाट त मलाई धेरै नै हेल्प भएको हो होइन। 99% नै बासु आचार्य सरकै भिडियोबाट हेल्प भएको हो क्या मलाई चाहिँ। अनि यो हर कुराहरू सरको भिडियोमा गएर हेर्न सक्नुहुन्छ र मैले चाहिँ अब आफूले भोगेको आधारमा कति कुराहरू भन्न सक्छु। र सरले चाहिँ अब एकदमै आफूले अब सरहरूले भनेको त पढ्नु भएको हुन्छ, धेरै कुराहरूको ज्ञान हुन्छ उहाँहरूलाई, त्यो आधारमा उहाँहरूले भन्ने हो। मैले चाहिँ मैले भोगेको आधारमा भन्ने हो होइन। अनि अब आज पनि मैले यति कुराहरू हजुरहरू सामु राखेँ। हजुरहरूलाई के लाग्छ, कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला, कमेन्ट गर्नुहोला। र अनि अब चाहिँ म चाहिँ अब डेली मेरो रुटिन होइन, डेली म के गर्छु, कहाँ जान्छु भन्ने कुराहरू चाहिँ म भ्लग मार्फत हालौँ कि साथीहरूलाई पनि एकदमै सपोर्ट पनि हुन्छ। उहाँलाई यस्तो यस्तो समस्या थियो होइन, अनि उहाँले यसरी अगाडि बढिराख्नु भएको छ भनेर हजुरहरूलाई हेल्प पनि हुन्छ। मेरो भ्लगिङमा त अब सबै कुराहरू देखाइन्छ होइन। अनि म कति कुराहरू अब सेयर पनि गर्छु त्यही मार्फतबाट। अनि के लाग्छ, कस्तो लाग्छ, गर्दा मैले भ्लगिङ गर्दा ठिक होला कि नहोला कि त्यो पनि हजुरहरूले कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला होइन। म चाहिँ त्यही भन्न चाहन्छु। अनि आजलाई चाहिँ यति नै, बाई बाई।